हेलो एभ्रिवान, सबैजना के गर्दै हुनुहुन्छ? आज पनि हामी फेरि लाग्यो यतातर्फ सरर घुम्दै। कहाँ लाग्यो भन्नुहुन्छ नि, इको भिलेज लाग्यो है साथीहरू। हेर्नुहोस् त, यो ठाउँको नाम इको भिलेज हो। कस्तो राम्रो छ, हरियाली डाँडा काँडामा यस्तो सुन्दर ठाउँ छ कि यो चाहिँ बन्दै गरेको छ है। यसमा चाहिँ यस्तो माछाहरू पनि पाउँछ। यो माछाहरू चाहिँ अरू माछा भन्दा धेरै डिफ्रेन्ट छ है साथीहरू। यो चाहिँ औषधिको रूपमा पनि प्रयोग गर्न सकिन्छ। यो चाहिँ धेरै औषधि हुन्छ। हेर्नुहोस् न, यस्तो फ्ल्याटमा यस्तो धेरै माछाहरू पाल्नु भएको छ। यस्तो राम्रो डाँडा काँडा हरियाली वन जङ्गल है, कति सुन्दर ठाउँ छ कि यो चाहिँ। हेर्नुहोस् न, वाउ, यो चाहिँ बन्दै गरेको छ अहिले चाहिँ, नयाँ नयाँ बन्दै गरेको ठाउँ हो इको भिलेज। हेर्नुहोस् न, वाउ, कस्तो सुन्दर छ कि। मलाई त झन् अति मनपर्छ कि डाँडा काँडा भन्ने बित्तिकमा हरियाली कस्तो राम्रो छ। अब बच्चाहरू पनि त्यसमै स्लाइडहरू खेलिराखेको छन्। अब बच्चाहरूको पालो सकियो के गर्नु, हामीलाई पनि खेल्न मन त लागिहाल्छ साथीहरू। यसो एक दुईचोटि खेल्यौँ। अब हजुरहरूलाई थाहा छँदैछ होला, घुमाउने घर पोखरामा भन्ने यही हो है साथीहरू, घुमाउने घर। त्यसैमा एउटा दुईवटा फोटो सुट पनि गरियो। मलाई चाहिँ लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला है त।